युएसले जिते भयो यो सबै बिल म तिर्दिन्थेँ अब यो साह्रै के गाइजहरूलाई मेरो चाहिँ गुरुङ भाइ च्यानलमा वेलकम छ बाजेले चाहिँ हाम्रो टेबल पनि सेटअप गरिदिनु भयो तपाईँ पनि युएस सपोर्टर हो दाइ के छ कृपा केन्द्र छ टिसीमा हुनुहुन्छ शेर्पा सहचालक यहाँ छन् अर्को हाम्रो हिरो भाइ अमेरिकाको जर्सी लगाएर हुनुहुन्छ खेलाडी रोनाल्डोको फ्यान रोएर बिछट्टै छ अनि यहाँ छ हाम्रो भण्डारी राइट हो अब गेम हेर्नु जाँदैछु लेट्स युएस भर्सेस बेल्जियम हामी चाहिँ युएस को तर्फबाट लेट्स गो युएसए युएसएलाई चाहिँ आज जसरी भए नि जित्नुपर्छ होइन गाइजहरू वी आर रुटिङ फर युएसए युएसए इज गन विन द होल थिङ आई एम रुटिङ फर यु गाइज थ्याङ्क यू होइन फर्स्ट अफ अल त थ्याङ्क यू हाम्रो दाइको ब्लगमा आफूलाई पनि यसो आउनु पाउँदाखेरि थ्याङ्क यू एन्ड आज भनेको एज यु नो हामी राउन्ड अफ 16मा अभियसली फ्ल्याग देख्नुभयो होला युएसलाई सपोर्ट गरिरहेको छु हुनु त मेरो यो सेकेन्ड टिम हो एज फर्स्ट टिम चाहिँ पोर्चुगल थियो अहिले भर्खर हार्यो बट होइन गेममा हारजित भइहाल्छ सो या हामी चाहिँ अहिले बफेलो विङ्समा हामी जाँदैछौँ सो वी गन रक एन्ड रोल वी गन रक एन्ड रोल अलोहा दिस इज फ्रम हवाई राइट ल हाम्रो जर्सी किन आइसक्यो केटाहरू आज जित्छ यस लेट्स गो युएसए के हो त्यो निमा ब्रो पनि हन्टिङ गर्दै हुनुहुन्छ है निमा ब्रो यो अलमोस्ट डन लेट्स गो बेबी ल गाइजहरूले जर्सी पनि लायो होइन जर्सी पनि किन्यो कस्तो लागिरहेछ त ल होइन गाइजहरू अब हामीले चाहिँ जर्सी पनि हान्यौँ होइन बाटोको बाटोमै ठाउँमै जर्सी किनेर अब चाहिँ हामीहरू यस वी आर सपोर्टिङ द ग्रेटेस्ट टिम इन दिस एन्टायर वर्ल्ड कप USA 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 Tell your friends it was nice to meet them, but I hope I never see them again. USA I know it breaks your heart. Moved to the city in a broke down car. Let's go USA 4 years no calls. Looking pretty in a hotel bar and अमेरिकाले जिताउँछ है no I can't आज हामीहरू अब बफेलो वर्ल्ड लिग पनि आइपुग्नु भयो होइन जतिको आज कस्तो सपोर्टर हो आज यता युएसए हो हामी चाहिँ बफेलो वर्ल्ड लिगमा आइसक्यो होइन वेटिङ फर फ्यु मोर गाइज he's there to set up our table or chair whatever but we're ready for the game let's go हामी चाहिँ होइन अब म चाहिँ 2 विक्स पछि आउँदाखेरि चाहिँ यस्तो गेम सुरु हुँदाखेरि म चाहिँ एकदम लकी फिल भएर होइन हाम्रो सुमित ब्रोसँग आउनु भेट्यो आज होइन बल्ल सो आम एक्साइटेड होइन थ्याङ्क यू फर इन्भाइटिङ युएसए ल हामीहरू चाहिँ छ मान्छेहरू अलरेडी बाजेले चाहिँ हाम्रो टेबल पनि सेटअप गरिदिनु भयो गेम त अब कहाँ हेर्ने कतिवटा स्क्रिनमा हेर्ने जुन स्क्रिनमा हेरे पनि गेमै गेम छ होइन गाइजहरू होइन अब बब्बाल हेर्नुपर्छ होइन आज बब्बाल हेर्नुपर्छ आई हेभ अ क्वेसन फर यु सर हु डु यु थिङ्क इज गोना विन टुडे Oh, excellent. You know it's going to be the United States of America. ल हाम्रो दाइको पनि एन्ट्री भएको छ होइन तपाईँ पनि युएस सपोर्टर हो दाइ के छ गेम कस्तो होला जस्तो छ ब्रो 2-1 USA 2-1 दाइको प्रेडिक्सन 2-1 होइन म चाहिँ के भन्छु भन्दाखेरि युएसएले गोल चाहिँ खाँदैन जस्तो लाग्छ मलाई आजको चाहिँ युएसएले चाहिँ 2 गोल हान्छ होइन युएसएले 2 गोल हान्छ बेल्जियम चाहिँ 0 भएर जानेवाला छ भनौँ भने पनि सो मेरो प्रेडिक्सन चाहिँ आई विल गो फर US to score 2 goal and Belgium as a 1 अनि फर्स्ट हाफमा US gonna lead by 1 goal and second half it's gonna be a big dramatic second half ल म चाहिँ मेरो प्रेडिक्सन चाहिँ के हो भन्दाखेरि युएसए चाहिँ रेगुलर टाइममा चाहिँ टाई हुन्छ बट वी आर गोना एडभान्स अनि एक्स्ट्रा टाइममा चाहिँ युएसए विल एटलिस्ट स्कोर 1 or 2 goals द्याट्स माई प्रेडिक्सन यसले हान्छ होला लगभग आई थिङ्क लाइक 3-1 ओके गुड प्रेडिक्सन तपाईँको प्रेडिक्सन के छ त युएसए स्योर दुई गोल्स त हान्छ होला 2
आज युएसएले जित्छ युएसएले पक्कै 1-2 गोल हान्छ बेल्जियमले 1 हाल्दा सबैले गोल हान्छ भनेको छ होइन तर म चाहिँ भन्छु युएसएले आज गोल चाहिँ खान्न जस्तो लाग्छ होइन पुलिसिस पनि फर्ममा छ बालोगन पनि फर्ममा छ बरु विशाल्सी होइन तर गेम चाहिँ कडा हुनेवाला छ आज यस्तो चाहिँ ठाउँ पनि यस्तो बवाल छ ठाउँ रमाइलो हुनेवाला छ आज गेम जुन स्क्रिनमा हेरे पनि हुन्छ जहाँ हेरे पनि हुन्छ अहिले गोल हान्दाखेरि हल्ला गर्दाखेरि मान्छेहरू यहाँ तर्सिन्छन् ल ल हाम्रो विशान्त ब्रो र यहाँ भाउजूलाई चाहिँ वेलकम छ है त ल ल ब्रदर वेलकम है ल हजुरको प्रेडिक्सन पनि सुनौँ है त मेरो प्रेडिक्सन आजको प्रेडिक्सन चाहिँ अब गेम यसो हेर्दाखेरि त युएसए जानुपर्ने हो जस्तो लाग्छ मलाई गोलको प्रेडिक्सन 2 र 1 भन्छु म चाहिँ म चाहिँ युएसलाई सपोर्ट गरेको त्यसपछि मेरो पनि प्रेडिक्सन 2-1 कि त पेनाल्टीसम्म गयो भने झनै राम्रो थ्याङ्क यू अब अरू पनि आउँदैछन् होइन विल ह्याभ फ्यु मोर गाइज एन्ड देन वी गोना इन्जोय दिस गेम लेट्स गो बेल्जियमको नेसनल एन्थम हुँदैछ अहिले चाहिँ पुरै सो द गेम इज अबाउट स्टार्ट इट्स गोना बी फन हेर्नु पऱ्यो नि अब फुटबल त हेर्नु पऱ्यो अब खान नि पऱ्यो नि गेम पनि तपाईँको आजको प्रेडिक्सन युएस भर्सेस बेल्जियम जन्मभूमि देशले चाहिँ राम्रो गर्न नसके पनि कर्मभूमिले चाहिँ राम्रो गर्छ होला भन्ने हामीले आशा राखेको थियौँ तर पनि हामीले हाम्रो आशा आज मरेको छ राम्रो खेल्न केही छैन दाइ भन्नलाई अब यस्तै छ 4-1 शीतलै गराइदियो के छ भन्नलाई केही छैन दाइ स्पिचलेस फुल टाइम भएको छ अब हाम्रो चाहिँ आजको गेम पनि सकिएको अवस्था छ आई नो वी अल आर डिसअपोइन्टेड बट स्टिल म चाहिँ हाम्रो गाइजहरू आज हामी चाहिँ भेला भयौँ बफेलो वर्ल्ड विङ्समा युएसएको सपोर्टको लागि सो आई वान्ट आस्क एभ्री वान फ्यु क्वेसन्स बिफोर वी हेड आउट कस्तो लाग्यो के भन्छौ हाम्रो भण्डारी भाइ गेमको बारेमा बोरिङै थियो होइन गेम चाहिँ बोरिङै भयो फर्स्ट हाफ सेकेन्ड हाफमा चाहिँ अब के गर्ने अब रणनीतिले काम गरेन त्यही हो रणनीतिले काम नगर्दा हार्नु पुग्यो हार बेहोरो युएसले 4-1 को नराम्रो हार स्टेडियम चुप्पै बनाइदियो आज बेल्जियमले त्यही हो मेरो दाइ केही छैन सी विन 2030 आजलाई चाहिँ कस्तो लाग्यो त अब हामीले हार्न त हार्यौँ होइन बट स्टिल आई थिङ्क वी गेभ अ लिटल बिट अफ फाइट व्हाट यु हेभ टु से र अलि एक्सपेक्टेसन अलि मिट भएन होइन लास्ट 3 गेम जस्तो राम्रो खेलेको थियो आज त्यति खेल्न सकेन स्पेसली मिडफिल्डले बल अगाडि पास गर्न सकेन 1-2 सर्ट मात्र पायो नम्बर अफ अट्याक्स नै थिएन होइन ठिकै छ अब बेटर लक नेक्स्ट टाइम नेक्स्ट वर्ल्ड कपमा फेरि आउँला होइन अनि सालिम ब्रोलाई अघि इन्टरभ्यू लिन पाइएन होइन अब यस्तो भयो फेरि सालिम ब्रो आउने बित्तिकै गोल त हानेको थियो तर सालिम ब्रोको त्यो एकछिनको त्यो के लक भन्छ अरे लेडी लक चाहिँ एकैछिनको लागि मात्रै लाग्यो तर लेडी लक भन्छ कि त्यसलाई चाहिँ बुझ्नु भएन अनि ओभरअलमा चाहिँ गेम कस्तो लाग्यो त ब्रोलाई कस्तो भन्ने लाइक वी प्लेड रियली ब्याड एन्ड दिस इज व्हाट इट इज यु नो वी saw the score line so not surprised हार्यो कस्तो हार्यो रुन्छ पऱ्यो क्या युएसले जिते भयो यो सबै बिल म तिर्दिन्थेँ अब ब्रो अलवेज कमिङ विथ द क्लच हि इज अ भेरी फनी गाई दिस गाई इज फनी यु लङ्की फेलो आज काल्चीले पनि डुबायो पोर्चुगलले पनि डुबायो
एट द एन्ड अफ द डे युएसएले पनि डुबायो होइन अनि टिकटक हेर्दै बसिरहेछ ब्रो फेरि ऊ टिकटक हेर्दै बसिरहेछ बट से फ्यु वर्ड्स अब के भन्दा फर्स्ट अफ अल त युएसए हार्यो हो इट्स अ पार्ट अफ गेम जे होस् हार्यो ममा पैसा पनि हारेँ सबै पनि हारेँ हार्यो अमेरिका चाहिँ युएसए चाहिँ हार्यो ठिकै छ रमाइलो भयो त्यस्तै हो जिते सपोर्ट गरिदिनु हारे ठिकै छ धन्यवाद ब्रोलाई पनि अब हाम्रो यहाँ चाहिँ पाइलट ब्रोलाई चाहिँ भन्नु पऱ्यो तपाईँलाई चाहिँ कस्तो लाग्यो सबैले आफ्नो तर्क दिइसक्नु भयो होइन एट द एन्ड अफ द डे अब युएसले हार्यो होइन तपाईँलाई चाहिँ के भन्नुहोस् तपाईँको वक्तव्य के छ के जस्तो लाग्यो गेम कस्तो लाग्यो छोटकरीमा भनिदिनुहोस् न त मैले प्रेडिक्ट गरेको एउटा थिएँ होइन प्रेडिक्सन चाहिँ मैले 2-1 गरेको थिएँ तर उल्टो भएको थियो अगाडि बट युएसले जस्तो खेल्यो एकदम लास्टै झुर खेल्यो आज चाहिँ सोचेको जस्तो केही पनि खेलेन यिनीहरूले जति स्ट्राइक गर्नु पर्ने त्यति स्ट्राइक गर्न सकेन सो आई मिन बेल्जियमले राम्रै खेलेको थियो भनौँ अब आजको गेम हेर्दाखेरि युएसएले हल्का हावै खेलेको थियो आज सो नेक्स्ट टाइमको लागि बेस्ट अफ लक त्यही हो अहिले अब कसलाई सपोर्ट गर्ने भन्ने कुरा छ अब कसले जित्छ होला त वर्ल्ड कप तपाईँको अनुसार I'm gonna go with the new team, Norway. अब let's see what happens. भण्डारी भाइ कसले जित्छ वर्ल्ड कप फ्रान्स हो निमा ब्रो वर्ल्ड कप कसले जित्छ वर्ल्ड कप फ्रान्सले जित्छ सुमित दाजु वर्ल्ड कप कसले जित्छ तपाईँको अनुसार पक्कै फ्रान्स जित्छ जस्तो लाग्छ दिस गाइज आर अल फ्रान्स सपोर्टर हेट फ्रान्स ही इज गोइङ फर स्पेन अनि हाम्रो दाजु सचित दाजु कसले जित्छ वर्ल्ड कप ल फाइनली Anybody but France and Argentina. I want one name. Go with Spain. Okay. सुमित दाजु सचित दाजु भन्नुहुन्छ स्पेन सालिम ब्रो Norway. लास्ट प्रश्न कसले जित्छ वर्ल्ड कप भीम ब्रो म फ्रान्समा गएर अर्जेन्टिना हारोस् ल ब्रो कसले जित्छ वर्ल्ड कप Montreal go for Mbappe, France. Let's go, baby, France. Let's go. Enemies, they're just full of jealousy. Yeah, this legacy